को अरे तो को होस् भनेर मलाई परिचय दिनु पर्यो नि म माल धनी व्यापारी हो को होस् सुनसरी भन्सार कार्यालयको काला कर्तुत म देखाइरहेको छु। प्रहरीहरू यसरी ड्युटीको बेला हामीलाई कुनै सुरक्षा दिइरहेको छैन। एकछिन यता आइदिनु होला। आउन मिल्दैन हजुर। तालहरूकै सेटिङमा यसरी गाडीहरू पास गरिरहन्छ। भन्सारको कर्मचारीको सेटिङमा यो गाडीहरू राति नै पास गरिन्छ। हामीलाई गाडीको चालकहरूले के भनेको छ, अब कुनै दलालहरू आउँछ भनेर यो गाडी पास गराइदिन्छ। अब गाडी कैसे पास होगा? कौन आपका गाड़ी पास करा रहा है? याद नहीं है? अभी कर्मचारी नहीं हो आए तो कसरी कैसे पास होगा? दलाल सब पास करता है। यहाँ पे दलाल का सेटिंग के भर में पास होता है कि कैसे? दलाल एक आदमी आता है। एजेंट है कि लाइसेंस है कि नहीं है? तो दलाल कितना पैसा लेता है? उहाँहरूले भन्नुभएको छ कुनै दलाल आउँछ भने हाम्रो गाडी पास गराइदिन्छ। दर्शकबिन यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामी सुनसरी भन्सार कार्यालयमा छौँ र यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामी सुनसरी भन्सार कार्यालयको रातिको समयमा यहाँहरूलाई दृश्य देखाइरहेको छु। देखाइरहेको छु जुन कि सुनसरी भन्सार कार्यालयमा जुन कि गाडीहरू कसरी पास हुन्छ, गाडीहरू दलालहरूले पास गरिरहन्छ। र यहाँहरूलाई जानकारी गरौँ, त्यो होइन तथ्यको आधारितमा म रिपोर्टिङ गरिरहेको। यति बेला सुनसरी भन्सार कार्यालयको दृश्य देखाइरहेको छु जुन कि बाटो नै पुरै अवरुद्ध भइरहेको छ। यहाँहरूलाई जानकारी के गराउन खोजिराखेको छु, यो सुनसरी भन्सार कार्यालयको काला कर्तुत म देखाइरहेको छु। उनलाई जानकारी गरौँ, यति बेला सुनसरी भन्सार कार्यालयको दृश्य यहाँहरूलाई देखाइरहेको छु। यति बेला कुनै पनि कर्मचारी हो भन्सार कार्यालयमा छैन। यति मात्रै होइन, हामी यहाँहरूलाई जानकारी के गराउन खोजिराखेको छु, यति बेला भन्सार कार्यालयमा कुन चाहिँ कर्मचारी छ, कुन चाहिँ कर्मचारी छैन भनेर हामी उहाँहरूसँग प्रतिक्रिया लिने प्रयासमा छौँ। भन्सार अधिकृत हुनुहुन्थ्यो तर उहाँ चाहिँ केही यो विषयमा बोल्न मान्नु भएन। हामी तपाईँलाई जानकारी गराउन के खोजिराखेको छु, यो गाडीहरू कसरी पास हुन्छ र यो गाडीहरूको म अवस्था यहाँहरूलाई देखाइरहेको छु। हुन त केही दलाल र केही स्थानीयकै सेटिङमा यो गाडीहरू पास भइरहन्छ। यहाँहरूलाई जानकारी गराउन खोजिराखेको छु। यति बेला स्वागत है आपका। आपका नाम बोलिए तो? रंजीत कुमार। आप गाड़ी क्या आपका गाड़ी है कि क्या है? ट्रक है। ट्रक है। आपका गाड़ी कब पास होगा? अभी होगा, थोड़ा देर में अभी होगा। अभी कोई कर्मचारी नहीं होगा, अभी कोई कर्मचारी नहीं है, कैसे पास होगा आपका गाड़ी? व्यापारी ने जानेगा जिसका माल है। आपका एजेंट कौन है? नंबर दिया हुआ है। क्या नाम है बोलिए ना? बिल्टी पे लिखा हुआ उसका नाम। दर्शकबिन यहाँहरूलाई जानकारी उहाँले भन्नुहुन्छ नम्बर दिएको छ तर नाम थाहा छैन कुन चाहिँ एजेन्टले यो गाडी पास गराउँछ। यति बेला भन्सार कार्यालयको यहाँहरूलाई दृश्य देखाइरहेको छु। गाडी रातभरि कसरी सेटिङमा पास हुन्छ त, गाडी रातभरि कसरी भन्सार काटिन्छ त, यो गाडीको कुनै चेक कुनै जाँच यसरी भन्सार कार्यालयको काला कर्तुत देखाइरहेको छु। यो गाडीहरू रातभरि कसरी पास हुन्छ त यहाँहरूलाई देखाइरहेको छु। रातभरि यो गाडी कसरी पास हुन्छ त म यहाँहरूलाई जानकारी गराउँ। यो विषयमा अब भन्सार कार्यालयको प्रमुखहरू पनि केही बोल्न मानेको छैन। किन बोल्न मानेको छैन त यहाँहरूलाई जानकारी गराउँ। यति बेला हामी आफ्नो ज्यान जोखिममा राखेर यसरी भन्सार कार्यालयको काला कर्तुत देखाइरहेको छौँ। जुन गाडीहरू कसरी पास हुन्छ के हो तपाईँको नाम? तपाईँको गाडी छ? कौन गाडी है यो गाडी? अभी कोई कर्मचारी ये भन्सार कार्यालय
कैसे पास होगा? कौन आपका गाड़ी पास करा रहा है? याद नहीं है। दर्शकबिन यहाँहरूलाई जानकारी गरौँ। अब उहाँले भन्नुहुन्छ कुन चाहिँ एजेन्टले कुन चाहिँ भन्सारको कर्मचारीले यो गाडी पास गराउँछ भनेर हामीलाई थाहा छैन। म तपाईँलाई तथ्यको आधारितमा यो प्रमाण दिइरहेको छु। अब तपाईँ प्रमाण माग्न सक्नुहुन्छ यो गाडी कसरी पास हुन्छ भनेर। अब यो गाडी कुनै चेक हुँदैन, कसरी चेक हुन्छ कसरी चेक हुँदैन भनेर हामीलाई केही अत्तो पत्तो थाहा छैन। तर यति बेला हामीसँग केही व्यक्तिहरू हुनुहुन्छ। सर स्वागत छ यहाँले। तपाईँको कुन गाडी हो? के वालो गाडी? तपाईँको गाडी कति बेला पास हुन्छ? अभी आए? कति बेला कौन समय में पास होगा आपका गाड़ी? अभी भंसार कार्यालय में क्वेश्चन में कोई कर्मचारी नहीं है, कैसे पास होगा? अभी कर्मचारी नहीं हो आए तो कैसे पास होगा? दलाल सब पास करता है। यहाँ पे दलाल का सेटिंग से भर में पास होता है कि कैसे? दलाल एक आदमी आता है, दलाल एक आदमी आता है। क्या एजेंट है कि लाइसेंस है कि नहीं है? दलाल कितना पैसा लेता है? उहाँहरूले भन्नुभएको छ कुनै दलाल आउँछ भने हाम्रो गाडी पास गराइदिन्छ। तर यो गाडीको अवस्था यहाँहरूलाई देखाइरहेको छु। यसरी जाम लागेर यो गाडीहरू बसिरहेको छ। यसरी जाम लागेर यो गाडीहरू राखिरहेको छ। तर हामी आफ्नै ज्यान जोखिममा राखेर यसरी रातभरि रिपोर्टिङ गरिरहेको छु। दर्शकबिन यति मात्र होइन, अब कुनै भिडियो काटिदिएपछि हामीलाई कारबाही गर्न सक्छ। यो चाहिँ कुन चाहिँ पत्रकारले गरेको, कुन चाहिँ कसले गरेको छ। यसरी दलालहरू यहाँ हाम्रो भरमा केही बोलिरहेको होला, तर मलाई फरक पर्दैन। बोलिरहोस्, मलाई फरक पर्दैन। दर्शकबिन उहाँहरूले भनिसक्नु भएको छ कुनै दलाल हुन्छ, कुनै कसले हुन्छ, पास गराउँछ। तर यहाँहरूलाई जानकारी के गराउन खोजिराखेको छु, अगाडिबाट तपाईँ लिइदिनु होला। दर्शकबिन यो सुनसरी भन्सार कार्यालयको दृश्य देखाइरहेको छु। यति बेला गाडीको जाम लागेको छ। यो गाडी जाम लाग्ने कुनै नौलो दृश्य होइन, कुनै अनौठो पनि दृश्य होइन। तर पक्कै पनि दलालहरूकै सेटिङमा यसरी गाडीहरू पास गरिरहन्छ। भन्सारको कर्मचारीको सेटिङमा यो गाडीहरू राति नै पास गरिन्छ। हामीलाई गाडीको चालकहरूले के भनेको छ, अब कुनै दलालहरू आउँछ भनेर हामीलाई कुनै दलालहरू आउँछ भने यो गाडी पास गराइदिन्छ। अब कसरी पास गराउँछ भने हामी यो विषयमा व्याख्या गर्न सक्दिनँ। यो दृश्य यहाँहरूलाई देखाइरहेको छु जुन कि यसरी दलालहरू यो गाडीको पास गराउँछ। भन्सार कार्यालयको करतुत म यहाँहरूलाई देखाइरहेको छु। अब काला करतुत यहाँहरूको माझ खोल्ने छु। अब उहाँहरू हाम्रो भिडियो बनाउँदै हुनुहुन्छ। सर स्वागत छ। किन उफ्रेको भाइ? के भयो तपाईँ मेरो भिडियो बनाउँदै हुनुहुन्छ? अब त यस्तो भन्सारमा आएर उफ्रिदिएको थियो। कुन च्यानलबाट उफ्रिदिएको? पुरा आइडी देख। मेरो आइडी छ। कुन च्यानलबाट? तपाईँको अरे तो को होस् भनेर मलाई परिचय दिनु पर्यो नि। म मालधनी व्यापारी हो, त को होस्? उहाँ चाहिँ परिचय पास हुँदैन। मिडिया कर्मी हो कि? ल चलो त्यो आइडी देखा। हात पात नगर्नु। उहाँ चाहिँ स्थानीय व्यक्ति हुनुहुन्छ। उहाँ चाहिँ हामीलाई भन्दै हुनुहुन्छ प्रहरीमा आउनुहोस्, प्रहरीमा आउनुहोस्, आउनुहोस्, प्रहरीमा आउनुहोस्। उहाँ चाहिँ हामीलाई हातपात गर्ने प्रयास गर्दैथ्यो। अब प्रहरीमा म जाँदैछु। म पत्रकार हो कि होइन म यहाँहरूलाई जानकारी हो, म पत्रकार हो कि होइन म प्रहरीलाई जानकारी गराउँछु। सर एकछिन यता आइदिनु होला। सर एकछिन यता आइदिनु होला। आउन मिल्दैन हजुर। अब उहाँहरूले यति बेला रातिको समयमा हामीमाथि हातपात पनि गर्ने प्रयास गरिराखेको छ। अब हामीलाई कुनै त्यस्तो काम गर्दिनँ भनेर हामी एउटा व्याख्या नै गरेको छौँ र यहाँहरूलाई जानकारी के गराउन खोजिराखेको छु। हामी पटक पटक यो कोशी ब्यारेजको रिपोर्टिङ गरिरहेको छौँ। यहाँहरूलाई जानकारी गरौँ, यो कोशी ब्यारेजमा केही स्थानीयहरूले हामीलाई हातपात समेत गर्ने प्रयास गरिरहेको छ। यदि म पत्रकार होइन भने म खुल्ला च्यालेन्ज दिँदैछु, प्रेस काउन्सिलमा तपाईँ उत्रिहाल्नुहोस्, म माथि कारबाही गर्नुहोस् र हत्यासरी गर्न मिल्दैन तपाईँलाई। म खुल्ला चुनौती तपाईँलाई दिँदैछु। कुनै सेटिङकै भरमा यो गाडीहरू पास गराउँछ र प्रहरीहरू यसरी ड्युटीको बेला हामीलाई कुनै सुरक्षा दिइरहेको छैन। म प्रहरी प्रशासनलाई पनि खुल्ला चुनौती दिँदैछु। हामीलाई सुरक्षा नदिएपछि तपाईँ चाहिँ यस्तो दलालहरूलाई सुरक्षा दिनुहुन्छ? लाज लाग्दैन तपाईँलाई? हामी पटक पटक यसरी
चिच्याएर बोलिरहँदा पनि प्रहरीहरूसँग सुरक्षा माग्दाखेरि प्रहरीहरू पनि कुनै सुरक्षा दिनु भएन। यो विषयमा तपाईँ कल्पना र अनुमान गर्न सक्नुहुन्छ। हामी भन्सार कार्यालयको कला करतुत देखाएको छु। भन्सार कार्यालयको कला करतुत देखाए पनि